एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म जाँदैछु मेरो ठुलो मम्मीको घरमा। अनि म माइक्रोमा पनि चढिहालेँ। गाइस, अहिले चाहिँ म गाडीबाट झरेर गोरेटासम्म चाहिँ जाँदैछु। त्यसपछि म अर्को गाडी चढ्नु लाग्छु। पनि म चढेँ, तर यो बस आधी घन्टाभन्दा बढीसम्म चलेकै थिएन, गर्मी भइरहेको थियो। यहाँनिर देखिरहेको यो पुल चाहिँ तिनौला माथिको पुल हो र अलि पर रहेको चाहिँ चितगढी किल्ला हो। र चितगढी किल्लामा चाहिँ अहिले मन्दिर पनि बनेको छ। झरिसकेको छु। अब चाहिँ ठुलो मम्मीको घरतिर लाग्दैछु। म चाहिँ आज सरप्राइज दिने तरिकाले बाहिर आउँदो रहेछ, देख्नु भयो क्या। उहाँ देखिरहेको पर्पल कलर यो वाला घर हो। हेर त गाइस कस्तो हुन्छ रियाक्सन। पुरा देखिरहेको अब चाहिँ मनोपरेको भित्र जान्छ। लाएर गाइस, म यहाँ यिनलाई चाहिँ सरप्राइज दिएँ। मलाई यस्तो सरप्राइज दिन होइन, भन्नुपर्छ नि, फोन पनि उठाउनु पर्छ नि, मेसेज पनि गरिदिनु, फोन पनि उठाइदिनु, किन उठाइदिनु भनेको त आउन रहेछ र पो। अनि अब ठुलो मम्मी ल्याएर दाइलाई सरप्राइज दिने भनेको खेतबाट मलाई देखिसक्नु भएको छ। अरे देख्नु भएको छ अरे। अब कहाँ हुनुहुन्छ चाहिँ थाहा छैन मलाई, मैले थाहा छैन कहाँ हो। हामी अहिले चाहिँ बजार हिँडेको। आशिका दिदीलाई बोलाउँथ्यो अगाडि हेरेर रङ सुसबाट बाइक आइरहेको, यो मान्छे हिँड्न बनाइएको, यो बाइक हिँड्न बनाइएको। आशिका दिदीमा संसद आयो होइन, आज मैले गर्छु नेपालमा अरूले गर्न नसकेको काम भन्दै भाषण दिनुभयो दिदीले। होइन त्यही हेर्न पर्छ त्यस्ता। मैले हेरेको थिएँ त दिदी, मलाई मन चाहिँ पर्छ है त्यस्तो, मन नपर्ने दिदी मन पर्छ मलाई। आशिका हाम्रो माननीय आशिका तामाङ। मलाई त्यस्तो उहाँलाई डाइलग थियो है। ए दाइ हामी बजारमा आइसकेको छौँ। यो बजार चाहिँ म सेकेन्ड टाइम आएको गाइस।
यो होइन तिमी यो ठाउँमा फर्स्ट टाइम आयो किनकि पहिला बजार उता थियो हो र त्यसो भए यो फर्स्ट टाइम है छ राम्रै छ गाइज बजार हामी बजार यसो एक्सप्लोर हानिदिन्छौँ हामी चाहिँ बजार गएर आइसक्यौँ अनि हाम्रो सामान केही पनि छैन दाइ आएर लगिसक्नु भयो र दाइले चाहिँ मलाई देख्नु भएन मैले इग्नोर हाने किनकि मेरो क्यामेरा रेडी थिएन त्यतिखेर अब घर गएर रेडी गर्छु अनि त्यहाँबाट पनि देखाउँछु अब हामी घर गएर भेटौँ ल गाइज हामी बल्ल बजार गएर घर पनि नमस्ते ठुलो मम्मी नमस्ते दाइ अस्ति मेरो के गर्नु हो तपाईँले आउँछ आउँछ तपाईँले मलाई यस्तो त्यहाँ देखेर किन बोल्नु भएन बोल्नु भयो नमस्ते नगर्ने यत्रो भाउ खानुपर्छ नमस्ते तपाईँ नमस्ते गर्नलाई पिट्ने हो बहिनी पिट्ने हो भिडियो प्रमाण छ तपाईँलाई त मुद्दा हाल्ने हो मुद्दा त्यहाँ भिडियो भनेको भन्ने थियो सुमु मुद्दा लड है अब तिमी मसित प्रमाण छ विवेक दाइले म माथि हान्नु भयो बिना कारण हान्न पाइँदैन हाम्रो लयर Thank you for watching my vlog till the end. See you in next vlog. कस्तो डिस्टर्ब गर्ने हुनुहुन्छ यो सब्स्क्राइब गर्दिनु तपाईँको च्यानल होइन मेरो च्यानलमा सब्स्क्राइब गर्नु तपाईँको च्यानलै छैन यस्तो खालको च्यालेन्ज हुन्न सो बाई बाई गाइज